सहयोग गर्नुभयो र म यसै विद्यालयको कक्षा 12 मा अध्ययनरत छात्र निरज अधिकारीको तर्फबाट स्वीकार न्यानो अभिवादन टिम जहाँ प्रज्वल शाह, युनिसा मैयाली तथा स्टिम क्लबमा अध्ययनरत कार्यरत साथीहरूको तर्फबाट स्वीकार न्यानो अभिवादन र आजको यस बिहानको मौकामा हामीले आफ्नो केही प्रेजेन्टेसन विद्यार्थी भाइ बहिनीहरूको लागि उपलब्धिमूलक हुन जाँदैछ भन्ने अपेक्षा राखेका छौँ र हाम्रो आफ्नो प्रेजेन्टेसन हजुरहरूको सामु राख्न जाँदैछौँ र फर्स्टमा आफ्नो केही विचार तथा यस हामीले सबसे पहिला यो ग्रिन स्कुल बनाएको देख्दाखेरि हजुरहरूको दिमागमा प्रश्न आउन सक्छ, ग्रिन स्कुल नै किन त? अब यसको फाइदाहरू के छ र हामीले ग्रिन स्कुलबाट के गर्न सकिन्छ भनेर हजुरलाई म छोटो गरेर बुझाइदिन्छु। सुरुमा ग्रिन स्कुल किन त? अब विद्यार्थीहरूलाई बोट बिरुवा रोपन अनि त्यसपछि बोट बिरुवा संरक्षणमा कार्य गराउन, त्यसपछि समाजमा जनचेतना फैलाउन, अब हामीले ग्रिनरी फैलाएर रुखहरू रोप्दाखेरि के फाइदाहरू हुन्छ भनेर, त्यसपछि इकोसिस्टमलाई म्यानेज गर्न। इकोसिस्टम भनेको चाहिँ अहिलेको हाम्रो एकदम इम्पोर्टेन्ट कुरा हो। त्यसपछि अर्को रहेको छ हाम्रो अब चाहिने स्रोतहरू प्रयोगहरू युज गर्न, जस्तो कि अब हामीले पानीहरू चाहिए जति मात्रै प्रयोग गर्न, त्यसपछि अब हामीले बिजुलीहरू चाहिए जति मात्रै प्रयोग गर्न। अनि अर्को हाम्रो अन्तिम रहेको विद्यार्थीहरूलाई एक विद्यार्थी एक बिरुवा भन्ने एक विद्यार्थी एक बिरुवा भन्ने प्रोजेक्टलाई नै हामीले अगाडि बढाइरहेका छौँ। यो चाहिँ हामीले हाम्रै विद्यालयबाट सुरु गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ। र ग्रिन स्कुल किन भन्ने कुरालाई अझै स्पष्ट पार्नका लागि म केही कुराहरू जोड्न चाहन्छु। ग्रिन स्कुल किन त? ग्रिन स्कुल जसरी हाम्रो स्कुल देख्न सक्नुहुन्छ, चारैतिर हरियाली छ र विविध कुराहरूलाई म्यानेज गरिएर यसलाई अझै ग्रिन एनर्जी को रूपमा लैजाने प्रयासलाई हामीले अझै यसलाई चाहिँ निखार्न खोजेका छौँ र हाम्रो एउटा कन्सेप्ट र आइडिया यसलाई चाहिँ भोलि गएर हामीले जुन विद्यालयको एउटा हेर्ने दृष्टिकोण हुन्छ त्यसलाई नै अलिकति बदल्न प्रयास र कन्सेप्ट ल्याएका छौँ। यसमा प्रयोग भएको विविध कुराहरूलाई देखेर हजुरहरूको मस्तिष्कमा छुट्टै कुराको अनुभव हुने पनि महसुस गरेको छु र यसमा रहेका कुराहरू चाहिँ के हुन्छ त्यसलाई चाहिँ म छोटकरीमा हजुरहरूलाई बताउन चाहन्छु। यसमा रहेका कुराहरू छन्, फर्स्टमा चाहिँ हाम्रो एकदमै उत्कृष्ट यस विद्यालयको उत्कृष्ट प्रोजेक्ट इको ब्रिक, जुन चाहिँ हामीले देख्न सक्नुहुन्छ यस चौतारीमा चाहिँ हामीले जडान गरेका छौँ। यस चौतारीलाई चाहिँ फुल्ली इको ब्रिक द्वारा चाहिँ यसलाई बनाइएको छ। हाम्रो स्कुलमा जसरी चौतारी छ त्यसरी नै हामीले एउटा इको ब्रिकलाई जोडेका छौँ र हामीले चाहिँ यो स्कुलमा बिजुलीको कमी हुन नदिनका लागि सोलर प्यानलको जडान गरेका छौँ। सकेसम्म हामीले ग्रिन एनर्जीको प्रयोग गर्ने प्रयास ल्याएका छौँ र त्यसै गरी हामीले आकाशबाट परेको पानीलाई चाहिँ बर्खाको बेलामा त्यसलाई हार्भेस्ट गरेर त्यसलाई चाहिँ जम्मा गरेर त्यसलाई प्युरिफाई गरेर त्यसलाई चाहिँ हामीले हाम्रो जुन यो पोन्ड जुन माछा पालन चाहिँ एक्वाकल्चर त्यसमा जोडेका छौँ र जुन हाम्रो त्यो आकाशबाट परेको पानी छ त्यसलाई अझै प्युरिफाई गरेर चाहिँ हामीले त्यसलाई खाना लायकको शुद्ध बनाउने पनि सोच राखेका छौँ। हाम्रो जुन स्कुलमा निक्लिएको जुन फोहोरहरू हुन्छ, जस्तै हाम्रो लगुना प्रोजेक्ट, त्यसलाई चाहिँ वाटर वेस्ट म्यानेजमेन्टको पनि हामीले सोच यस प्रोजेक्टमा चाहिँ जोडेका छौँ र अरू कुरा भनेको हाम्रो फार्मिङहरूको कुरा हामीले जोडेका छौँ र ग्रिन स्कुल भन्ने प्रोजेक्टमा हामीले ग्रिनरीको कमी चाहिँ पक्कै पनि हुन दिएका छैनौँ र यहाँ चाहिँ विद्यार्थीलाई चाहिने ग्राउन्ड, त्यसपछि बालमैत्री वातावरणको पनि निर्माण गर्ने प्रयास गरेका छौँ र हाम्रो स्कुलको डिजाइनहरू हेर्न सक्नुहुन्छ। र अझ हाम्रो मेजर कुरा भनेको हामीले जुन हाइलाइट गर्नुपर्ने कुरा हो त्यो चाहिँ हाइड्रोपोनिक कल्चर चाहिँ हामीले यसमा हरेक विद्यालयको बिचमा जडान गरेर यसलाई चाहिँ माटो बिनाको चाहिँ हामीले फार्मिङ गर्ने पनि सोच गरेर यसलाई चाहिँ एउटा परिपक्व र कन्सेप्चुअल आइडियाको रूपमा यो स्कुललाई प्रदर्शन गरेका छौँ र हाइड्रोपोनिक कल्चर चाहिँ हाम्रो हाइलाइटको विषय रहेको छ। यसमा अझै थप कुराहरू पछि जोडिन्छ र यस प्रोजेक्टमा चाहिँ अब हाम्रो
मेन उद्देश्य भनेको मा रहेर करिकुलममा रहेर उहाँहरूलाई चाहिँ यस प्रोजेक्टबाट जोडिने कुराहरू चाहिँ हामीले बुझाउने प्रयास गर्नुपर्ने हुन्छ र यहाँनिर चाहिँ हाम्रो स्ट्रिमलाई जोड्नुपर्ने हुन्छ 4 देखि 8 का भाइ बहिनीहरूको लागि यहाँ यो प्रोजेक्टमा स्ट्रिमका कुराहरू साइन्स टेक्नोलोजी इन्जिनियरिङ म्याथमेटिक्स र आर्ट्सका कुराहरू हामीले जोड्नुपर्ने हुन्छ र यो प्रोजेक्टमा चाहिँ साइन्स र टेक्नोलोजी इन्जिनियरिङ र म्याथमेटिक्स अनि आर्ट्स चाहिँ कसरी जोडिएको छ भन्ने कुरा हामी 3 जना साथीहरूले बताउनेछौँ अझै र यसमा साइन्स र टेक्नोलोजी चाहिँ कसरी जोडिएको छ भन्ने कुरामा आफ्नो बनाइराख्न प्रज्वल शाहलाई अनुरोध गर्छु। धन्यवाद। यहाँ हेर्न सक्नुहुन्छ अब हामीले यहाँ साइन्स र टेक्नोलोजी चाहिँ कहाँ युज गर्न सक्छौँ त? अब टेक्नोलोजी भन्ने बित्तिकै हामी हाम्रै विद्यालयमा छौँ। अब टेक्नोलोजीमा पर्ने भने हाम्रो आइसिटी। अब आइसिटीमा चाहिँ के पर्छ भन्दाखेरि अब हाम्रो यहाँ कतिजना विद्यार्थीहरू छन्, कतिजना कति कक्षामा पढिरहनु भएको छ, त्यो सब दर्ता गर्नलाई हाम्रो टेक्नोलोजी चाहियो। त्यसपछि अर्को भनेको हाम्रो यहाँनिर सोलर सिस्टमहरू भयो। त्यसपछि सोलर सिस्टमले चाहिँ अब कसरी टेक्नोलोजीमा काम गर्छ भन्दाखेरि अब हाम्रो हिट इनर्जी सनबाट हिट इनर्जी आएपछि त्यसलाई चाहिँ इलेक्ट्रिसिटी एनर्जीमा कन्भर्ट गरेर त्यसलाई चाहिँ हाम्रो स्कुलमा चाहिने विभिन्न कुराहरूमा इलेक्ट्रिसिटी प्रड्युस गर्छ। अनि अर्को रहेको छ हाम्रो हाइड्रोपोनिक कल्चर। यसमा चाहिँ अब यो चाहिँ हाम्रो कक्षा 4 देखि 8 को इकोसिस्टममा चाहिँ कनेक्टेड हुन्छ। कसरी भन्दाखेरि चाहिँ हामीले हाइड्रोपोनिक कल्चर सिस्टमलाई चाहिँ हाम्रो फिस पोन्डसँग कनेक्ट गरेका छौँ। अब यसबाट चाहिँ के हुन्छ त? हामीले फिस पोन्डसँग कनेक्ट गरेपछि अब हामीले माछालाई खाना हाल्दाखेरि अब त्यो माछाले खाना खान्छ, त्यसबाट गएको वेस्ट मटेरियलहरू चाहिँ अब हाम्रो प्लान्टको लागि न्युट्रिसनको काम गर्ने हो। ती वाटर चाहिँ हाम्रो साइकल भइरहन्छ र हामीले यो वाटरमा अब हामीलाई माछाको लागि पनि हामीले यसको लागि अक्सिजन लेभल नै मेन्टेन गरेर हुन्छ, किनभने त्यो पानी चाहिँ हाम्रो साइकल भइरहेको हुन्छ। अनि त्यसपछि रहेको छ अर्को हाम्रो वाटर हार्भेस्टिङ सिस्टम। अनि त्यसपछि लाएर अब वाटर हार्भेस्टिङ सिस्टम चाहिँ हामीले परेको पानीहरूलाई चाहिँ हामीले कसरी चाहिँ अब यसलाई फेरि पुनः प्रयोगमा लिएर आउन सक्छौँ, त्यो पनि हामीले यहाँनिर साइन्ससँग रिलेटेड भएर गरेको छौँ। सब अब हामीले कति एङ्गलमा राखेर कति स्लोप गरेर चाहिँ सब पानीलाई एकै ठाउँमा जम्मा पारेर यो ट्याङ्कमा कलेक्ट गर्न सक्छौँ भनेर गरेको छौँ। र हाम्रो अर्को रहेको छ अब विद्यार्थीहरू धेरै भएपछि यहाँबाट धेरै फोहोरहरू निक्लिने भयो, कुहिने फोहोरहरू अनि त्यस्तो फोहोरहरू निक्लिने भयो। प्लास्टिक फोहोरहरूलाई हामीले इको ब्रिकमा कनेक्ट गरेको छौँ, यो पनि हाम्रो इन्भाइरोमेन्टमै पर्ने भयो। त्यसपछि रहेको छ हाम्रो अब कुहिने फोहोरहरू। हामीले कुहिने फोहोरहरूलाई के गर्न सक्छौँ त? हामीले मलको रूपमा यहाँनिर हामीले बारी बनाएको छौँ, बारीमा मलको रूपमा प्रयोग गर्न नै मिल्यो। बारीमा प्रयोग भइसकेपछि त्यसपछि हामीले अर्को के गर्न सक्छौँ भन्दाखेरि हामीले त्यसबाट ग्यास निकाल्न सक्छौँ। हाम्रो विद्यालयमा होस्टेल पनि रहेको छ र हामीले यही फोहोरहरूबाट चाहिँ होस्टेलमा ग्यास पनि उत्पादन गर्न सक्छौँ। र यहीँबाट युनिसा कलाको बारेमा भन्छु। अब यसै गरिरहेको छ कलाघाटमा चाहिँ के पर्छन् त भन्दाखेरि पोस्टर, कोलाज, रङ, कविता, अभिनय जस्ता पर्दछन्। अनि प्राकृतिक रङ हामीले चाहिँ खेर गएका वस्तुबाट प्राकृतिक रङहरू बनाउने अनि त्यही खेर गएका वस्तुलाई चाहिँ हामीले फेरि रियुज गरेका छौँ। तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ, हामीले चाहिँ यहाँ कलरहरू गरेर स्कुलहरूलाई चाहिँ अलिक आकर्षक देखाएका छौँ। अनि चौतारालाई पनि हामीले क्लेको मद्दतले चाहिँ इको ब्रिक जस्तै बनाएर राखेका छौँ। अनि हामीले चाहिँ सात हानेको बाटोलाई चाहिँ रातो रङले इन्डिकेट गरेका छौँ, पोषणलाई हरियो रङले र खोलाहरू पानीहरूलाई चाहिँ निलो रङले इन्डिकेट गरेका छौँ। हामीले चाहिँ कलालाई सिर्जनाको र सौन्दर्यको आँखाले हेर्न सक्छौँ। धन्यवाद। जोडिसकेका छन् र इन्जिनियरिङ र म्याथमेटिक्स चाहिँ कसरी जोडिएको छ त्यो प्रोजेक्टमा, त्यस विषयमा म आफ्नो धारणा र यहाँ सिक्नुपर्ने कुराहरू चाहिँ हजुरहरूलाई भन्न जाँदैछु। जोडिएको होला त सिम्पली हेर्दाखेरि हामीलाई लाग्छ जुन यो लेन्थ, यसमा प्रयोग भएका एरिया, भोल्युम जस्ता कुराहरू मात्रै जोडिन्छ जस्तो लाग्छ हामीलाई सोच्दाखेरि। तर यसमा विविध कुराहरू पनि जोडिन जान्छन्। जस्तै हामीले यसमा प्रयोग गरेको नाप, लेन्थ, ब्रेथ, हाइट, यसमा प्रयोग भएका स्लोपहरूको जुन त्यो एङ्गलहरू हुन्छ त्यसलाई चाहिँ हामीले म्याथसँग लाएर जोड्न सकिन्छ, जुन चाहिँ 4 देखि 8 का करिकुलममा पर्याप्त मात्रामा देख्न पाइन्छ। र अझै कुरा जोड्दै जाँदाखेरि चाहिँ यसमा प्रयोग भएको रेसियो र प्रपोर्सनका कुराहरू पनि जोडेर जान्छन्। जस्तै हामीले यहाँनिर जुन त्यो पोन्ड
जुन यो पन्ड गरेका छौँ यसमा चाहिँ कति एउटा पन्डमा चाहिँ कति माछाहरू अट्छन् जुन चाहिँ त्यो प्रपोर्सनमा जान्छ। यति एरियाको लागि यति पोखरीको लागि चाहिँ यति माछाहरू चाहिँ पर्याप्त हुन्छन् भन्ने त्यो रेसियो र प्रपोर्सनका कुराहरूमा जोडिन जान्छन् र यसलाई चाहिँ अझै पर्सेन्टेजका कुराहरूमा पनि जोड्न सकिन्छ। एउटा पोखरीमा चाहिँ हामीलाई कति प्रतिशत जुन भूभाग जुन ओगटेको छ माछाले त्यसलाई पनि हामीले पर्सेन्टेजमा क्यालकुलेट गर्न सक्छौँ। र यहाँ ग्रिनरी कहाँ कहाँ चाहिँ युज भएको छ जुन हाम्रो चौरदेखि लिएर चौरको टोटल जुन बोर्ड छ त्यसमा चाहिँ हाम्रो यो चौतारी अथवा यो जुन ग्राउन्डहरूले चाहिँ कति ठाउँ ओगटेको छ त्यसलाई पनि हामीले पर्सेन्टेजमा लान सक्छौँ। र यसमा अझै सोच्दै जाँदाखेरि प्रफिट एन्ड लसका कुराहरू पनि जोड्न सक्छौँ। कसरी भन्ने कुराहरू चाहिँ अझै अचम्म लाग्न सक्छ। र प्रफिट एन्ड लसको कुराहरू कसरी जोडिन्छ भन्दाखेरि जुन हाम्रो हाइड्रोपोनिक कल्चर छ यसबाट उत्पादन भएको जुन तरकारी काउली बन्दाहरू जुन छ त्यसलाई चाहिँ हामीले भोलि गएर बेचबिखन गर्दाखेरि हामीले प्रफिट एन्ड लसको कुराहरू त्यसमा लगाएर जोड्न सक्छौँ। र हाम्रो जुन यो प्रोजेक्ट बनाउने कुराहरूमा यहाँनिर प्रयोग भएको सामग्रीका लागि लागेको लागत पैसा त्यसलाई हामीले प्रफिट एन्ड लस अथवा जुन त्यो मनी त्यस्ता कुराहरूमा लगाएर जोड्न सक्छौँ। र इन्जिनियरिङमा कसरी जोड्न सक्छ त हामीले यस कुरालाई जुन हाम्रो यो प्रोजेक्ट बनेको छ हाम्रो यसलाई चाहिँ बनाउनुको लागि हामीले एउटा सोच फर्स्टमा त हामीले एउटा सोच बनाउनु पर्छ जुन सोच चाहिँ एउटा इन्जिनियरिङ हो। यसलाई बनाउनुको लागि हामीले यो ठाउँमा यो राख्ने यो ठाउँमा यो राख्दा उचित हुन्छ यो ठाउँमा चाहिँ यसरी राख्दा उचित हुन्छ भन्ने कुराहरू इन्जिनियरिङमा जोडिन्छ जुन हामीले नर्मल 4 देखि 8 को भाइ बहिनीहरूले बुझ्न सक्ने गरेर यसलाई अझै बुझाउने प्रयास गरेका छौँ। र जुन म यसमा अझै एउटा युनिक कुरा कसरी जोडिन्छ भन्दाखेरि जुन म बोलिरहेको छु र मेरो जुन शब्दहरू मैले इन्जिनियर गरेर बोलिरहेको छु त्यसलाई चाहिँ स्ट्रक्चरल वाइज जुनलाई चाहिँ पछि बोल्दा मैले यो बोल्दा पछि के जान्छ भन्ने कुराहरू पनि हामीले यस प्रोजेक्टमै जोड्न सक्छौँ। र आर्ट्सका कुराहरू अझै देखिने मात्र होइन जुन हामीले बोल्ने कला सिकिरहेका छौँ यो प्रोजेक्ट गरिरहँदा त्यसमा हाम्रो आर्ट्स इन्जिनियरिङ जस्ता कुराहरू जोडिन्छ। र यस प्रोजेक्टमा चाहिँ स्टिमका